मैले सोचेको पनि थिएन मेरो बर्थडेमा यस्तो हुन्छ भनेर। Welcome to Bali. So hi guys, this was our day 2 in Bali and it was my birthday too, so we were all so excited. अनि हाम्रो दिनको सुरुवात चाहिँ होटलको ब्रेकफास्टबाट सुरु हुन्छ। त्यसपछि चाहिँ हामी जान्छौं स्विङ हेभन। बाली गएर बाली स्विङ ट्राई गरेन भने त बाली गएको अर्थै भएन नि, हैन र? बालीमा कति धेरै बाली स्विङ भनेर छ के, तर यो स्विङ हेभनमा चाहिँ कति धेरै फोटोशुटहरु गर्ने अप्सन रहेछ। स्विङ हेभनको बेस्ट पार्ट चाहिँ यो कोई फिश बोट। यहाँको फोटोग्राफरले यस्तो राम्रो फोटो अनि भिडियो लिदिनुहुन्छ नि। मेरो आफ्नै फोटो र भिडियो देखेर म यति मक्ख परेको थिएँ। अनि मलाई राम्रो लागेको अर्को फोटो स्पोट चाहिँ यो स्विङ थियो। त्यहाँ चाहिँ लामो लाइन एभोइड गर्न चाहिँ मेक श्योर यु भिजिट अर्ली मर्निङ। त्यो चाहिँ 7:30 or 8 मा चाहिँ त्यहाँ पुग्नु भयो भने लामो लाइनहरु बस्नु पर्दैन। अनि दिदीले र मैले चाहिँ रेड कलरको ड्रेस लगाएको थियौं, म्याचिङ ड्रेस। अनि टिकटक त बनाउन परिहाल्यो अनि हामीले चाहिँ त्यहाँ ट्रान्जिसन भिडियोहरु बनाउन लाग्यौं। अनि आजको दिनको मेन फन पार्ट, ओ माय गॉड, एटीभी राइड गाइज। म यति एक्साइटेड थिएँ यो ट्राई गर्नको लागि। यसको ह्यान्डल चाहिँ यस्तो गाह्रो थियो नि, अनि मैले चाहिँ अर्कै ट्र्याकमा लगेर अनि कति बेरसम्म त्यही अड्केको के। अहिले यो भिडियो हेर्दा पनि हाँसो लागिरहेछ मलाई। सुरुमा चलाउन चाहिँ गाह्रो भयो, तर पछि त यस्तो मजा आयो नि। बाली ट्रिपको मेन हाइलाइट नै यही थियो मेरो लागि, एटीभी राइड गाइज। प्लिज ट्राई दिस वन्स। हामी पुग्यौं, एक्साइटेड। अनि हामीले चाहिँ म्याजिक हिल्स ब्याम्बो हाउस बुक गरेको थियौं, त्यही भएर त्यो हेर्नको लागि हामी सबैजना कस्तो एक्साइटेड थियौं के। बट वी ह्याड नो आइडिया मेरो पार्टनरले यो सब प्लान गर्नु भएको छ भनेर। गाइज, आई गट प्रपोज्ड इन बाली एन्ड अन माई बर्थडे। आई वाज सो सक्ड एन्ड इमोसनल। सबै कुरा कस्तो सपना जस्तो लागिरहेको थियो अनि मैले कसरी रियाक्ट गर्ने नै थाहा पाइरहेको थिएन। Thank you so much everyone for making my birthday extra special. This was the best birthday ever. I'm so grateful to have you in my life. Thank you so much for everything you do. Birthday को केक काटिसकेपछि चाहिँ हामीले डिनर गर्यौं अनि 1 घण्टा भन्दा बढी नै हामी स्विमिङ पुलमा बसिराख्यौं अनि this is how we ended our day. Thank you so much for watching this vlog guys. See you in my day 3 vlog.